अब ट्रायंगल कसरी इन्भोल्युट्स ड्र गर्ने भने इन्भोल्युट्स अफ द ट्रायंगल हो। इन्भोल्युट्स अफ द ट्रायंगलको एबी बराबर कति त 20 mm हो। इन्भोल्युट्स अफ द ट्रायंगल भनेको कसरी ड्र गर्ने भन्ने कुरा हो। अब पहिला एबी चाहिँ हिँड्नुहुन्छ ए र बी। एबी बराबर मेरो 20 mm हो। यति 20 mm एबी बराबर भनेको इक्विलेटर ट्रायंगलको हेर्नु पर्यो भने अब तीनटै साइड तीनटै एंगल बराबर भएको। अब भनेपछि एबी लाइन त पहिला ड्र गर्नु पर्यो। ए र बी लाइन 20 mm ए देखि बी सम्म कति त ल हेर्नु ल 20 mm भनेको यहाँ देखि यहाँसम्म भनेको 20 mm छ हो। ए र बी बराबर यति हो। अनि त्यसपछि गएर अर्को भनेको ए र सी भनेको ए र सी बी र सी कसरी जोड्ने त पहिला ए बी को मिड पोइन्ट कसरी काट्ने सिकाएको थिएँ। यो पोइन्टमा बसौँ ल। यो पोइन्टमा बस्यो यहाँ आर काट्यो अर्को पोइन्टबाट आर काटेको भनेको यो पनि डिस्टेन्स 20 बराबर। यो लाइनलाई यो लाइनले स्केलले जोड्दिने अथवा जे छ तपाईसँग त्यसले जोड्नु। एले यहाँ जोड्दिनु भयो अर्को एले यहाँनिर जोड्दिनु भयो। यति पोइन्ट हुनबित्तिकै के हो त सक्यो। अब यसको अब ट्रायंगलको पनिको पेरिमिटर निकाल्नु पर्यो। तीनटा साइड छ तीनटा निकाल्नु पर्यो। इन्भोल्युट्स अफ द ट्रायंगल भनेको तीनटा साइड छ। तीनटा साइड भनेको ट्रायंगल भनेको इन्भोल्युट्स अफ द ट्रायंगल तीनटा भन्नबित्तिकै एबी बराबर ए र बी हो। एबी बराबर कति छ 20 mm भयो। अब तीनटा साइड छ भने चाहिँ एल बराबर 20 mm भयो। 20 mm ए बराबर एल बराबर यति भयो। पेरिमिटर बराबर कति हुन्छ त पेरिमिटर पी बराबर 3 into एल 3 into 20 गर्न बित्तिकै कति त 60 mm आयो। 60 mm पेरिमिटर। अब भनेको हरेक लाइनसँग के हुनु परपेन्डिकुलर लाइन ड्र गर्नु पर्यो। जस्ट मेरो के हो त इक्विलेटर ट्रायंगल यस्तो आयो। यस्तो ड्र गर्न त मैले सिकाइहालेँ। अब यो यसको लागि परपेन्डिकुलर ए बी अनि त्यसपछि सी यो तीनटा कुराको लागि यो परपेन्डिकुलर यसको लागि यतापट्टि परपेन्डिकुलर यताबाट यसको लागि यतापट्टि। अब ए र बी को परपेन्डिकुलर लाइन भनेको के हो त यसको र यसको ए बी को लागि परपेन्डिकुलर लाइन हो। ए र सी को लागि परपेन्डिकुलर लाइन यो अनि बी र सी को लागि परपेन्डिकुलर लाइन यो हो। यतिसम्म हो भनेपछि यति त गरे। यति कुरा गर्दै गरेपछि अब मैले यहाँबाट कसरी गरेँ त भन्छु ल। अब मैले यहाँबाट लाइनहरु एक्सटेन्सन गरेँ। यो लाइन जति गर्दा पनि हुन्छ है पेपर अनुसार। म पहिला फेरि एबी को मेजर गरेँ। एबी गर्न बित्तिकै यहाँ राखेँ हो। अनि त्यसपछि गएर अब मैले कम्पासलाई केमा राखेँ त सी पोइन्ट सरी अघि भन्न बिर्सेँ। कम्पासलाई एमा राख्ने पेन्सिललाई बीमा यसरी गर्दै यहाँ गयो। अब त्यसपछि सी पोइन्टबाट यहाँसम्म मेजर गर्ने P1 पोइन्ट यहाँबाट आयो यहाँ बस्यो हो। यति पोइन्ट हेर्नु त यो पोइन्टबाट यहाँबाट हो। अब त्यसपछि गएर अब बीबाट P2 पोइन्ट मेजर गर्नु पर्यो। बीबाट P2 पोइन्ट हो। बीबाट P2 पोइन्ट मेजर गर्न बित्तिकै यहाँ आयो यति P3। यो गर्न बित्तिकै के हो त इन्भोल्युट्स अफ द ट्रायंगल एबी बराबर सक्यो। अब यति गर्न बित्तिकै लगभग यो पनि कम्प्लिट भयो। ट्रायंगल्स अफ द इन्भोल्युट्स भन्ने हो।